हेलो नमस्ते साथीहरू। के छ हजुरहरूको हालखबर? सन्चै हुनुहुन्छ होला भन्ने आश गर्दछु। साथीहरू, हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। साथीहरू, आज हामी बुलबुले घुम्न जाँदैछौँ है। सुरुमा हामीले टिकट लग्यौँ। टिकट लगिसकेपछि हामी भित्र गयौँ। अनि भित्र गइसकेपछि त्यहाँ मन्दिर थियो, हामीले टाढेबाट दर्शन गऱ्यौँ मन्दिरको। त्यसपछि हामी अगाडि बढ्यौँ र यो एरियालाई अहिले एकदमै राम्रो गराएको रहेछ है। अनि यहाँ फोटोसुटहरू गर्ने ठाउँ रहेछ, मान्छेहरूको चहल पहल अलिअलि थियो। हामी सिधै अगाडि तालको एरियामा गयौँ, यहाँ निर्माण कार्य भइरहेको रहेछ र हामीले एकचोटि अहिले ताल भ्रमण गऱ्यौँ है। अब यो सबै घुमेर सम्भवै छैन साथीहरू, धेरै ठुलो छ। हामी छोटो समयको लागि गएका थियौँ र यहाँ गइसकेपछि अब मेरो छोराले यसो फोटो खिच्ने भन्नुभयो, अनि दुई चारवटा पोज दिनुभयो, अनि मैले फोटो खिच्ने। अनि पोज चाहिँ खतरा छ साथीहरू। अब यो सुर्खेतको बुलबुले ताल भनेको एकदमै प्रसिद्ध मानिन्छ। सुर्खेत गइसकेपछि देउती बजै, काँक्रे बिहार, त्यसपछि यो बुलबुले ताल मान्छेहरू जसरी पनि घुमेर आउनुहोस् भन्छु है म। एकदमै स्पेसल छ अनि सुन्दर पनि छन्, राम्रो पनि छ साथीहरू। यो बुलबुले पिकनिक स्पोट, अनि त्यसपछि पनि भएको हुनाले यहाँ बर्थडे सेलिब्रेटहरू भइरहेको थिए, पिकनिकहरू खाइरहेको थिए मान्छेहरू साइड साइडमा है। अनि यहाँ एकदमै राम्रो फुलहरू पनि फुलिरहेको थियो यो एरियामा। हामीले दुई चारवटा फोटोहरू खिच्यौँ। अनि हामीलाई यतिले मात्र कहाँ हुन्थ्यो साथीहरू, त्यसपछि हामीले चाहिँ अब क्यामेराबाट पनि फोटो खिच्ने निधो गऱ्यौँ र क्यामेराबाट हामीले फोटोहरू खिच्यौँ। अनि त्यसपछि साथीहरू, यो धाराहरू सुर्खेतको एकदमै स्पेसल छ क्या यो बुलबुले तालको है। एकदमै सुन्दर छ, पानी पनि चिसो छ। अनि यो सुर्खेतमा बुलबुले ताल लैजाऊ माया यो चिनो रुमाला भन्ने गाना पनि सुन्नुभयो होला हजुरहरूले, गीत एकदमै प्रसिद्ध छ। र हामीले फोटोहरू खिच्यौँ। मेरो छोराको पोज खतरा छ। हामी 3जना गएका थियौँ साथीहरू। अनि मैले पनि दुई चारवटा टिकटकहरू बनाएँ, भिडियोहरू बनाएँ है। अब जो सब यो क्यामेराहरू भनेको क्यामेरा नै हो क्या, खतरा भिडियोहरू आउँछ नि त, फोटोहरू पनि खतरा आउँछ है। हामीले चाहिँ अब बनायौँ टिकटकहरू, दुई चारवटा भिडियोहरू बनायौँ साथीहरू। म पनि के भन्न चाहन्छु भन्दाखेरि, हजुरहरू पनि साथीभाइ परिवार भएर आउनुहोस्, बुलबुले भ्रमण गर्नुहोस्, इन्जोय गरेर जानुहोस्। जीवनमा के नै लिनु छ र है। घरबाट बाहिर निस्कनुहोस्, फ्रेस भइन्छ एकचोटि, मनको दुःखहरू सबै भुलिन्छ। अनि केही समय भए पनि हाम्रो माइन्डलाई रेस्ट हुन्छ है साथीहरू। अनि यो टिकटक चाहिँ मेरो छोराको आफ्नै तालमा हो क्या। म फुल समातेर नाच्छु, मेरो टिकटक गराइदिनुहोस् भनेर उसले भनेपछि अब मैले गराइदिनै पर्यो है। अब अर्डर आएपछि अनि त्यसपछि उसले पनि एउटा टिकटक गरायो र अब मैले पनि यो सुर्खेतमा बुलबुले ताल लैजाऊ माया चिनो रुमालामा यसो लाएर यो बुलबुलेको तालको छेउमै है गएर एउटा टिकटक बनाइयो साथीहरू। खास हामी यहाँ बोटिङ गर्ने भनेर गएको थियौँ। अब यो बोट बिग्रेको रहेछ। अनि त्यसपछि हामीले टिकटक भिडियोहरू बनाएर हामीले इन्जोय गऱ्यौँ। अनि अब मेरो छोराले मैले यो धारामा पनि एउटा टिकटक बनायौँ, यो बुलबुले तालको मुहानमा। यो धाराहरू धेरै सुन्दर छन्। अनि त्यसपछि हामीसँग थोरै टाइम थियो, त्यही भएर हामीले चाहिँ अब खासै एक एक गरेर घुमेनौँ। त्यसपछि हामी चाहिँ अब यो घर फर्किने बाटोमा पनि एउटा टिकटक लास्टमा बनायौँ है। अनि म के भन्न चाहन्छु भन्दाखेरि, आउनुहोस्, घुम्नुहोस्, बुलबुले ताललाई प्रमोसन गर्नुहोस् भन्न चाहन्छु। हामी यसरी फर्क्यौँ लास्टमा साथीहरू। हजुरहरू पनि आएर बुलबुले भ्रमण गर्न सक्नुहुन्छ। बाई बाई। आजलाई यति नै। फलो गर्न, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। धन्यवाद।